प्लस टेलिभिजनको जनसवाल कार्यक्रममा सबभन्दा पहिला म श्रीकृष्ण महर्जनको तर्फबाट जोजलपा नमस्कार अनि अभिवादन। आजको जनसवाल कार्यक्रममा तपाईलाई हामी 4 नम्बर प्रदेशतिर लाँदैछौँ। सङ्घीय संरचनामा गएको अहिलेको नेपालमा सबभन्दा चर्चाको विषय, सबैको ध्यान गइरहेको छ 4 नम्बर प्रदेश। 4 नम्बर प्रदेश जुन प्रदेशको नाम अहिले गण्डकी प्रदेश भनेर प्रदेश संसदले राखिएको छ र त्यसको विरुद्ध तमु अर्थात् गुरुङ र मगरहरूले आन्दोलन गरिरहेको अवस्था। साँच्चै यो गण्डकी प्रदेश नाम राख्दाखेरि किन विरोध गर्नु पर्यो त? उहाँहरू के गर्दै हुनुहुन्छ? गुरुङ समुदाय यी विषयमा केन्द्रित भएर कुराकानी गर्नका लागि गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङलाई आमन्त्रण गरेका छौँ। उहाँसँग कुराकानीतर्फ लागौँ। रेशम गुरुङजी नमस्कार। जोजलपा नमस्कार। छ्याजलो हजुर। छ्याजलो हजुर। प्रदेश नम्बर 4 लाई जुन गण्डकी प्रदेश भनेर नामाङ्करण गरिएको छ, नदीको नाम, नदीको पहिचान दिएको छ र संसदबाट पारित गरिएको छ। 2/3 बहुमतभन्दा बढी सांसदहरूले निर्णय गरेका छन्, जनप्रतिनिधिहरूले निर्णय गरेका छन्। तपाईँले यो नामको विषयमा विरोध गर्दै यो नाम हुँदैन भनेर चाहिँ आन्दोलन गर्दै बन्द समेतको गर्नुभयो। अहिले पनि लगातार बन्दकै कार्यक्रममा अर्थात् आन्दोलनमा तपाईँहरू हुनुहुन्छ। नाममा यति तपाईँहरूले चाहिँ आन्दोलन गर्नुपर्ने कारण के हो? सबभन्दा पहिलो कुरा चाहिँ के हो भन्नु होला भने नेपालमा सङ्घीयताले स्थान पाएको या संवैधानिक हैसियत प्राप्त गरेको चाहिँ मधेस र आदिवासी जनजातिहरूको कारणले गर्दाखेरि हो र यो सङ्घीयतामा जानु परेको पनि आजको दिनसम्म राज्यमा पहिचान प्राप्त नगरेका, सबै अङ्ग र तहमा प्रतिनिधित्व नभएका र पहुँच प्राप्त गर्न नसकेका समुदायमाथि भएको विभेदको अन्तको निम्ति हो। यदि यो 4 नम्बर प्रदेशलाई अहिले प्रदेश व्यवस्थापिकाले जे नाम दिएको छ त्यो नामसँग हामीले किन विमति जनाएका हौँ भन्नु होला भने त्यसले चाहिँ सङ्घीयताको मूल मर्म र भावनाको प्रतिनिधित्व गर्दैन। दोस्रो कुरा चाहिँ यदि फेरि पनि चाहिँ नामको सन्दर्भमा गण्डकी, बागमती, सगरमाथा नै दिने हो भने त्यसले चाहिँ परिवर्तनलाई पनि सम्बोधन गर्न सकेन। यसले त पञ्चायती व्यवस्थाको झल्को दियो जुन चाहिँ सङ्घीयताको कार्यान्वयनको सन्दर्भमा नै प्रश्न चिन्ह रहन्छ र जहाँसम्म हामी आदिवासी जनजाति समुदायको जातीय पहिचानको सन्दर्भमा 4 नम्बर प्रदेशमा तमुवान मगरातको कुरा हामीले गरेका थियौँ। त्यो सन्दर्भमा चाहिँ प्रदेश व्यवस्थापिकाले चाहिँ एउटा पार्लियामेन्ट्री बोर्ड बनाएको थियो मान्य बिन्दु थापाजीको संयोजकत्वमा। त्यो समितिले चाहिँ लामो समय लगाएर सबै 11वटै जिल्लामा जुन राय सुझाव सङ्कलन गर्यो नाम र प्रदेशको राजधानीको सन्दर्भमा, नामको सन्दर्भमा चाहिँ त्यो समितिले पेश गरेको रिपोर्टमा चाहिँ प्रतिवेदनमा के भयो भन्नु होला भने 45%ले गण्डकी नाम चाहिँ सल्लाह सुझायो र 34%ले तमुवान मगरात भन्ने नाम सुझायो। ल हामीले राखेको अडान, हामीले भनेको कुरा एकतिर छोडिदिउँ। उहाँहरूले नै जो चाहिँ प्रदेशको व्यवस्थापिकाले बनाएको समितिको प्रतिवेदनको आधारमा पनि जनताले नामको सन्दर्भमा चाहिँ गण्डकी मात्रै नल्याऊ है भन्ने जनादेश दिएको छ। त्यसैले त्यो कसरी हामीले भनिराखेका छौँ भने गण्डकीको पक्षमा चाहिँ बहुमत जनताले राय सुझाव दिएको छैन। बहुमत जनताको राय त्यो छैन। अझै बहुमत मात्रै नभएर त्यसका निम्ति त 2/3 जनताको राय सुझाव यदि त्यसो भएको भए चाहिँ गण्डकी मात्रै राख्न चाहिँ राम्रो हुन्थ्यो होला, तर त्यो भएन। जनताले दिएको राय सुझाव चाहिँ के थियो भन्नु होला भने गण्डकी र तमुवान मगरातलाई चाहिँ जोडेर लैजाऊ है भन्ने जनताको जो जनादेश थियो त्यसलाई पनि लत्याएर नाम चाहिँ बाहिर ल्यायो। त्यसैले यो भनेको के हो भन्नु होला भने सङ्घीयताको मर्म र भावना विपरीत हो। त्यो कारणले गर्दाखेरि चाहिँ र हामी आदिवासी जनजातिहरू जो आजको दिनसम्म पहिचानको खोजीमा छौँ, आदिवासी जनजातिहरू राज्यभित्र, उनीहरूको पहिचानको पनि सम्बोधन गरेन। आफैले नै बनाएको समितिको प्रतिवेदनलाई पनि बेवास्ता गर्यो। त्यो हिसाबले गर्दाखेरि चाहिँ हामीले गण्डकी नामलाई चाहिँ अस्वीकार गरेका हौँ। हामी कुनै पनि हालतमा यो नाम मान्दैनौँ। तर चाहिँ राजनीतिक पार्टीका नेता, सांसदहरू र विभिन्न बुद्धिजीवीहरू, तपाईँकै गुरुङकै समुदायकै बुद्धिजीवीहरूले पनि यो तमुवान मगरात भन्ने नाम राख्दाखेरि
गुरुङ र मगरको मात्रै पहिचान झल्किने भयो। त्यहाँ त अन्य आदिवासी जनजातिहरू पनि छन्, खस आर्य समुदाय पनि छन्, उहाँहरूको पनि चाहिँ समावेश हुने गरी चाहिँ यो चाहिँ नदीको नाममा राख्दाखेरि, यो गण्डकी राख्दाखेरि यो गुरुङसँग पनि जोडिएको नाम हो, त्यसले राम्रै हुन्छ, सबैको भावना प्रतिनिधित्व गर्छ भन्ने तर्क गरिरहेका छन् नि त। होइन, यस्तो हो। हेर्नुहोस्, कुरा के छ भन्नु होला भने अनुहार हाम्रो परिवारको सदस्य हाम्रो भए तापनि गण्डकी नामसँग गुरुङहरूको मगरहरूको कुनै साइनो छैन। उहाँहरूले के हिसाबले त्यसको व्याख्या गर्नुभयो, इतिहासमा पनि हामीले हेर्नु भने रामायणमा राम र रावणको जुन चाहिँ हामीले चाहिँ कथा सुन्छौँ, त्यसमा पनि रावणको भाइ विभीषण चाहिँ त्यो बेलामा पनि रामको विजयको निम्ति राम्रो सहयोग गरेको मान्छे थिए। त्यही कारणले गर्दाखेरि रावणको त्यो हालत भयो। भने हाम्रो समुदायमा पनि जसरी रावणको भाइ विभीषण देखिए कुनै बेला इतिहासमा, भने त्यस्ता देखिएका छन्। त्यसलाई हामीले अन्य अर्थमा पनि लिनु हुँदैन। जहाँसम्म चाहिँ तपाईँको गण्डकी नामले अथवा तमुवान मगरात नामले गुरुङ र मगरको मात्रै चाहिँ सम्बोधन गर्छ भन्ने कुरा छ, त्यसो हो भने गण्डकी नामले त खस आर्य समुदायको मात्रै सम्बोधन गर्छ नि त। खस आर्य समुदाय त्यहाँ कति छन् त भने 33-34% भन्दा धेरै त छैन। र खस आर्य समुदायको पहिचानको समस्या पनि होइन। हामी मान्छौँ नदी चाहिँ साझा हो, तर राखिएको नाम त साझा होइन। र आजको दिनमा जुन सरकारले सुखी नेपाली र समृद्ध नेपालको चाहिँ तपाईँको नारा बाँडेको छ, सपना बाँडेको छ, यो सन्दर्भमा नामको सवालमा तपाईँ हामी सारा मान्छेले देखिएको कुरा के हो भन्नु होला भने पोखरामा गण्डकी नाम हुनै पर्छ भनेर खस आर्य समुदायले चाहिँ जुलुस लगाएको थियो, नारा लगाएको थियो, धरना दिएको थियो, ज्ञापन पत्र बुझाएको थियो भने आदिवासी जनजाति समुदायको बीचमा कुनै प्रश्नहरू छैनन्, तमुवान मगरात हुनुपर्छ भनेर नारा लगाएको थियो, जुलुस लगाएको थियो। अस्तिको दिनमा हामीले प्रदेश 4 नम्बर बन्द गऱ्यौँ। त्यसैले प्रष्ट छ नि, सारा मान्छेले बुझेका छन् कि गण्डकी भन्ने पहिचानसँग यो सवाल, यो नाम खस आर्य समुदायको लागि उनीहरूले उठाएको मुद्दा हो भने तमुवान मगरात भनेको आदिवासी जनजातिले उठाएको मुद्दा हो। यदि राज्य सबैको साझा हो भने चाहिँ सबैलाई सम्बोधन गर्नुपर्ने होइन र? सम्बोधन चाहिँ एउटा समुदायले उठाएको माग मुद्दालाई मात्रै गर्ने अनि हामीले चाहिँ सबैको साझा निर्णय गर्यौँ भन्ने त्यस्तो पनि हुन्छ र? त्यसैले यो चाहिँ के हो भन्नु होला भने कहिलेकाहीँ कस्तो देखिन्छ भन्नु होला भने हामीलाई पनि एउटा भ्रममा, आम जनतालाई पनि एउटा भ्रममा राखिएको छ कि गण्डकी नाम साझा नाम हो भनेर। म तपाईँको टेलिभिजन मार्फत सबैलाई प्रष्ट पार्न चाहन्छु, यो गण्डकी भन्ने नामले कहीँ कतै पनि सङ्घीयताको मर्म र भावनालाई सम्बोधन गर्दैन। यो नाम साझा नाम हुँदै होइन। यदि साझा नाम हुने थियो भने गण्डकी प्रदेश हुनुपर्छ भनेर किन सडकमा खस आर्य समुदायले मात्रै नारा र जुलुस लगायो त नि? त्यसो हो भने कुनै अर्को समुदायले नारा र जुलुस लगाएको छैन। र अर्को कुरा हामीले बुझ्नुपर्ने कुरा के हो भन्नु होला भने हाम्रो समुदायको केही बुद्धिजीवीहरू, केही राजनैतिक मान्छेहरूले यो चाहिँ जुन चाहिँ दिग्भ्रमित गर्ने हिसाबले चाहिँ व्याख्या र विश्लेषण गरेको छ, उहाँहरू चाहिँ प्रयोग भएका छन्। सोसियल मिडियाहरूमा हामी देख्छौँ फल्ना फल्ना गुरुङ चाहिँ राजनेताको रूपमा स्थापित भयो यो नाम राखेर। म उहाँहरूलाई प्रश्न गर्न चाहन्छु, यदि राजनेताको रूपमा उहाँ स्थापित हुनुभएको भए यो देशको प्रधानमन्त्री उहाँलाई बनाइदिउँ नि त, किन अर्को मान्छेलाई बनाउने? अहिलेको प्रधानमन्त्रीज्यूभन्दा धेरै तपाईँको राष्ट्रवादी, अहिलेको प्रधानमन्त्रीज्यूभन्दा सबैको साझा मान्छे, अहिलेको प्रधानमन्त्रीज्यूभन्दा अझै राजनेता हो भने उहाँलाई बनाइदिउँ न प्रधानमन्त्री। गुरुङ समुदायको तर्फबाट लाखौँ मान्छे लाइनमा बसेर उहाँलाई हामी के अरे चाहिँ तपाईँको फुलमाला चढाउन, उहाँलाई हामी खदा लाउन तयार भएर बसौँ, कोही राख्नेवाला छैन। मान्छे के भइराखेको छ भन्नु होला भने भ्रममा छ। उहाँलाई कसरी प्रयोग गरिएको छ भन्ने कुरा उहाँहरूले बुझ्नु भएको छैन। कुनै दिन जुन बेला त्यो पार्टीभित्र उहाँले अपहेलना महसुस गर्नुहुन्छ यो समुदाय भएको नाउँमा, त्यसपछि बल्ल उहाँले महसुस गर्नुहुन्छ। तपाईँलाई उदाहरणको लागि भन्न चाहन्छु, यही राजधानीभित्र बस्ने एकजना आजको सत्तासीन पार्टीको नेता जो यो राजधानीको मूल आदिवासी समुदायका मान्छे थिए छन्,
उनी कुनै बेला आजको प्रधानमन्त्रीले के बोल्दैछ भन्ने कुरा उनले बोलेपछि त्यही लाइन हो भनेर बुझ्थ्यो, त्यति नजिकको मान्छेको रूपमा बुझ्ने गरिन्थ्यो। तर आज जसरी उहाँलाई ठाउँ दिएको छैन नि, त्यस पछाडि उहाँले हामीलाई गुहार्दै गुहार्दै होइन यो मतवालीहरूलाई, आदिवासी जनजातिहरूलाई त हेर्ने दृष्टिकोण नै हेको दृष्टिकोणले हेर्दो रहेछन् भन्ने कुरा आज बल्ल आलप बिलप गर्न प्रारम्भ गर्नुभएको छ। यही कुरा दोहोरिन्छ। हाम्रो मान्छे आदिवासी जनजातिहरूले जो त्यहाँ काम गर्छन्, पार्टीभित्र काम गर्छन्, उहाँहरूले नबुझेको कुरा चाहिँ के हो भन्नु होला भने प्रष्टसँग हामीले छर्लङ्गै देखेका छौँ नि त। काङ्ग्रेसभित्रको चाहिँ खस आर्य समुदायको मान्छे र नेकपाभित्रको खस आर्य समुदायको मान्छे त आफ्नो समुदायको सिवाय अर्को कुरामा त डेक चलेन नि त। त्यसैले उहाँहरू सबभन्दा धेरै जातिवादी छ र त्यो उहाँहरू जातिवादी भएको कुरालाई उहाँहरूले बुझ्न सक्नु भएको छैन हाम्रो मान्छेहरूले। र उहाँहरूलाई चाहिँ के भरेको छ भने मेरो पार्टीको लाइन नै यही हो भन्ने परेको छ। जुन अब तपाईँको भनाइअनुसार, तपाईँको बुझाइ, तपाईँहरूको माग अनुसार अब गण्डकी प्रदेश भनेर नामाङ्करण गरिएकोमा तमुवान मगराट गण्डकी प्रदेश भनेर अर्थात् तमुवान मगराट गण्डकी भनेर नामाङ्करण गरियो भने, त्यसमा सुधार गरियो भने तपाईँहरूले स्वीकार गर्नुहुन्छ भन्ने तपाईँको आशा हो? होइन, त्यो उहाँहरूको कुरा हो पहिले, तर हाम्रो मुद्दा चाहिँ तमुवान मगराट हो। यसमा अझै म प्रष्टसँग तपाईँको सञ्चार माध्यमबाट प्रष्टसँग भन्न चाहन्छु। अहिलेको आम निर्वाचनबाट पहिलोचोटि सङ्घीयताको कार्यान्वयनको सन्दर्भमा प्रदेशको व्यवस्थापिका बन्यो। यो नाम हिजोको दिनमा चाहिँ तपाईँको पहिलो संविधान सभाले किन दिन सकेन? दोस्रो संविधान सभाले 7वटा प्रदेश नाम बिनाको किन दियो? त्यसको मूल मर्म र भावना के थियो भने नेपालमा जुन पहिचानको आन्दोलन आदिवासी जनजातिहरूले चलाएको छ, यसको मात्रै सम्बोधनले पनि समस्याको समाधान नहोला, तर सबै त्यहाँको परिवेश हेरेर यसलाई पनि सम्बोधन गर्ने गरी चाहिँ गरोस् भनेर प्रदेशको व्यवस्थापिकालाई दिएको हो। तर अहिले त्यहाँ के देखियो भन्नु होला भने त्यो सम्बोधन गर्न चाहनु भएन उहाँहरू। अब यो सन्दर्भमा प्रदेशको व्यवस्थापिकाको लागि धेरै कामहरू छ। त्यो मध्येमा यो प्रदेशको नाम राख्ने र राजधानी तोक्ने काम पनि उसको हो। प्रदेशको राजधानी र नामको सन्दर्भलाई मात्रै लिएर उहाँहरूले राय सुझाव लिनुभएको छ। त्यसमा पनि सबै मान्छेले राय सुझाव दिन पाएको छैन। स्थानीय जनप्रतिनिधि र केही प्रतिनिधिले मात्रै दिएको छ भने त्यो राय सुझाव किन लिनुभयो जुन राय सुझाव उहाँहरूले कार्यान्वयन गर्नु हुँदैन? त्यसैले त्यो राय सुझाव त एक हिसाबले भन्ने हो भने एउटा म्यान्डेट त दिएको थियो नि त, 45 र 34% दिएको थियो नि त। भने जनताले दिएको म्यान्डेटको विरुद्धमा उहाँले के गर्नुभयो भने प्राथमिकीकरण गर्नुभयो। अनि यो सारा मिडिया के गरेर लाग्यो भन्नु होला भने गण्डकीको नाउँमा बहुमत आएको छ अरे। 45 भनेको बहुमत हो, 45 भनेको 2/3 हो। अनि बाँकी 34% मान्छे चाहिँ त्यसै हेरेर बस्छन्। त्यो खस आर्य समुदायको पहिचानलाई सम्बोधन गर्नको निम्ति नेपाल संघीयतामा गएको हो। जनप्रतिनिधि भएर उहाँले के बुझ्नुभयो? त्यसैले यो हाम्रो मुद्दा यथावत रहन्छ। हामी यसका निम्ति निरन्तर लड्दै जान्छौँ। तपाईले अरू मुलुकमा पनि हेर्नुभयो भने भारतमा सबभन्दा कान्छो प्रदेशको रूपमा तेलङ्गाना भन्ने एउटा प्रदेश आएको छ, 29औं प्रदेशको रूपमा। त्यसको निम्ति कति अगाडिदेखि लडेको थियो होला मान्छे। त्यसैले गण्डकी नाम राखेर 4 नम्बर प्रदेशमा समृद्धि र शान्ति ल्याउन होइन, द्वन्द्व निम्ति आएको छ। द्वन्द्वको बिउ चाहिँ रोपेको छ। त्यो हामीले होइन, त्यो राज्यले रोपेको छ। त्यसैले अहिले चाहिँ के भएको छ भने अहिलेको सरकारले चाहिँ एक हिसाबले भन्यो भने उहाँहरूको सोच नै महेन्द्रकालीन सोच छ। खस भाषा, खस आर्य संस्कार या चाहिँ सभ्यता या चाहिँ यो समुदाय र हिन्दू धर्म बाहेक अरू त नेपाली नै होइन भन्ने भावना विकास गरेर लाँदैछ। यो नामको सन्दर्भको कुरा मात्रै होइन। आज हामीले हेरौँ गणतन्त्र आइसकेपछि 35% आदिवासी जनजातिले प्राप्त गरेको, त्यो पनि लडेर प्राप्त गरेको चाहिँ 5 दिन सार्वजनिक बिदा थियो। समृद्धिको नाउँमा त्यो सबै खारेजी गरिदियो। हाम्रो कुरा के हो भने खारेजी गर्ने भने सबैको गर्नु पर्यो नि त। खस आर्य समुदाय जो 31% छ त्यसको नाउँमा अहिले पनि 11-12 दिन चाहिँ सार्वजनिक बिदा छ। यता नाम गण्डकी मात्रै ल्याउन चाहन्छ, यता यो अवस्था छ, प्रतिष्ठान खारेज गर्न चाहन्छ। यो सबै कुराले के सङ्केत गर्दछ? सजिलै सहजै सर्वसाधारणले के बुझ्दछ भन्नु होला भने अहिलेको सरकारले एउटा मात्रै भाषा, एउटा मात्रै संस्कृति, एउटा मात्रै समुदाय, एउटा मात्रै धर्मको प्रतिनिधित्व गर्दछ।
यो सरकारले आदिवासी जनजातिहरूको प्रतिनिधित्व गरेको छैन भन्ने कुरा प्रष्टसँग बुझिन्छ। त्यसैले यसले मुलुकमा चाहिँ शान्ति दिने, यसले मुलुकमालाई चाहिँ समृद्धिको बाटोमा लाने, यसले नेपालीलाई सुखी बनाउने बाटोमा हिँडेकै छैन। यो व्यवहारले, यो प्रविधिले त्यो बाटोमा हिँडेको हामी देख्दैनौँ। तपाईँ अहिले हेर्दै हुनुहुन्छ इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रम। जनसवाल कार्यक्रममा अब छोटो विश्रामपछि पुनः उहाँसँग कुराकानीतर्फ लाग्नेछौँ। जीव तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा खया थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले निनेसिया झिन्निता ताइले स्वेगु लोमङ्का दिमते नेवाला इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा फेरि पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। आज हामीले तपाईँलाई 4 नम्बर प्रदेशमा केन्द्रित भएर कुराकानी गर्दैछौँ र पहिचानको मुद्दा र आदिवासी जनजातिहरूको मुद्दाको सन्दर्भमा गुरुङ समुदायको राष्ट्रिय सङ्गठनको नेतृत्व गर्दै हुनुहुन्छ जो रेशम गुरुङ, उहाँसँग फेरि पनि कुराकानीतर्फ लागौँ। रेशम गुरुङजी, तपाईँले जुन चाहिँ अब तमुवान मगरा नै नाम हुनुपर्छ भन्ने तपाईँहरूको आन्दोलन जारी रहेको, यो जारी रहने र पहिचानको मुद्दा स्थापित गर्नको लागि तपाईँहरू लागि परेको बताउनुहुन्छ। यो नाम राख्नुभन्दा केही समय अगाडि एउटा चर्चा कुरा के थियो भने तपाईँहरूको यो नामको सन्दर्भमा प्रदेशका सांसदहरूले सहमति गरेको, सबै सकारात्मक भएको भन्ने कुरा आएको, तर अन्ततः भोटिङ गर्दाखेरि, मतदान गर्दाखेरि त तपाईँको 2 बहुमतभन्दा बढी करिब सबैको मत चाहिँ गण्डकी प्रदेशमा गएको जुन देखियो सिन के भएको हो त वास्तवमा? तपाईँहरूलाई चाहिँ झुटो आश्वासन दिएको, तपाईँहरूसँग कुराकानी गर्दाखेरि के तपाईँहरूसँग सकारात्मक भन्ने कुरा चाहिँ बाहिर मात्र आएको सकारात्मक, वास्तवमा उहाँहरूले सकारात्मक कुरा नगरेको हो कि के हो त? होइन, यसो हो, यो नाम उहाँहरूले ल्याउनुहुन्छ भन्ने कुरा चाहिँ हामीले नसोचेको कुरा होइन। किनभने त्यहाँ जो मुख्यमन्त्री हुनुहुन्छ कुनै बेला आदिवासी जनजाति आन्दोलनको नेतृत्वकर्ता हुनुहुन्छ, तर आजको दिनमा जुन चाहिँ नाम चाहिँ हाम्रो सामु देखिएको छ, उहाँले राख्नु भएको छ, त्यसको निम्ति हामीले धेरै लामो समयदेखि उहाँहरूलाई लबिङ गऱ्यौँ, दबाब दियौँ, जुलुस निकाल्यौँ, जे गऱ्यौँ। उहाँहरूबाट हामीले सकारात्मक प्रतिक्रिया पाएका थिएनौँ। तर हामीलाई कहीँ न कहीँ चाहिँ के आशा जस्तो थियो भन्नु होला भने सबैलाई समेटेर लिएर जाने बाटोमा चाहिँ जान्छ कि भन्ने कहीँ न कहीँ हाम्रो आशाहरू थियो। म यो सन्दर्भमा आदिवासी जनजातिहरू जो नेपाली काङ्ग्रेसभित्र या नेकपाभित्र पनि मान्यजीहरू हुनुहुन्थ्यो, उहाँहरूको मनमा कहीँ न कतै भावनाहरू नभएको भनेर त्यसरी म नजरअन्दाज पनि गर्न चाहन्न। हुनुहुन्छ त्यहाँ पनि सकारात्मक भावना भएको साथीहरू, तर उहाँहरूले जुन रोल गर्नुपर्ने थियो त्यो हैसियत राख्ने ठाउँमा उहाँहरू पुग्नु भएको छैन। जसले हैसियत राखेको थियो त्यो हैसियत राख्ने नेतृत्वबाट फेरि नकारात्मक चाहिँ तपाईँको भूमिकाहरू रह्यो। त्यो इतिहासले मूल्याङ्कन गर्लान् त्यो सन्दर्भमा। भन्दाखेरि माथिको निर्देशन अनुसार उहाँहरूले काम गर्नुभयो भन्नु खोज्नुभएको? त्योभन्दा बाहिर कहीँ गएको त कसले देखिन्छ र? कहीँ पनि देखिँदैन नि त उहाँहरूको व्यवहारहरू। तर पनि म यो टेलिभिजन मार्फत हामी कुनै पार्टी प्रति आग्रह र पूर्वाग्रह राख्दैनौँ। उहाँहरूले जे गर्नुभएको छ अर्को हिसाबले पनि हामी हेरौँ। हाम्रो आन्दोलनले पनि त उहाँहरूलाई बुझाउन सकेनौँ होला, त्यो हिसाबले पनि हेऱ्यौँ। तर पनि हामी जो चाहिँ तपाईँको साथीहरूले, जुन पार्टीले, जुन मान्यजीहरूले यो पक्षमा मतदान गर्नुभयो, उहाँहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। र सँगै चाहिँ जति पनि बाहिर आम न्यायप्रेमी जनताले जुन साथ दिएको छ त्यो चाहिँ त्यसको निम्ति पनि म विशेष धन्यवाद दिन चाहन्छु। अस्ति भर्खरै 25 गतेको चाहिँ तपाईँको प्रदेशको बन्दको सन्दर्भमा अथवा अरू आन्दोलनहरूको सन्दर्भमा चाहिँ जति पनि साथीहरूले चाहिँ साथ दिनुभएको छ उहाँलाई म विशेष धन्यवाद दिन चाहन्छु। त्यसैले अहिले चाहिँ कुरा के हो भन्नु होला भने जे नाम आएको छ नि त्यो चाहिँ एकदम एक्कासी हामीले चाहिँ अनएक्सपेक्टेड रूपमा चाहिँ प्राप्त गऱ्यौँ, त्यसो होइन। हामीले राम्रोसँग देखेका थियौँ काङ्ग्रेसभित्र खसारी समुदायको कुन साथीहरूले रोल गरिराख्नु भएको थियो, या उहाँहरू हिजोको दिनमा कुन पार्टीमा चाहिँ नेतृत्व गरिराख्नु भएको थियो, कुन हिसाबले नेतृत्व गरिराख्नु भएको थियो, किन त्यहाँको चाहिँ प्रदेशको व्यवस्थापिका चाहिँ तपाईँको हाउस चाहिँ बन्द गरेको थियो, या चाहिँ नेकपाभित्रको कुन मान्यजीहरूले खसारे समुदायको मात्रै कुरा गर्नुभएको थियो,
या चिप्लेढुङ्गादेखि चाहिँ नदीपुरसम्मको चाहिँ र्यालीको चाहिँ कसको निर्देशनमा भएको थियो त्यो हामी राम्रोसँग बुझ्दछौँ। तर हाम्रो लागि सबभन्दा दुःखद कुरा चाहिँ के हो भन्नु होला भने जो हाम्रो मान्छेहरू छन्, जो हाम्रै समुदायको मान्छेहरू छन्, उनीहरूलाई के लागेको छ भने म चाहिँ साझा मान्छे भएँ यो नाम राख्न मेरो नेतृत्व गरेको हुनाले, म राजनेता भएँ भन्ने चाहिँ कयौँलाई लागेको हुनसक्छ। त्यो ठुलो भ्रम हो। त्यो भ्रममा त्यो भ्रम धेरै दिन रहने छैन। यो प्रसङ्ग जोडेर कुरा गर्दाखेरि तपाईँहरूले चाहिँ अब तपाईँकै समुदायका मानिसहरूलाई बहिष्कारको समेत घोषणा गर्नुभयो। जो मान्छे सांसद पनि हुनुहुन्न, बुद्धिजीवी, उहाँहरूलाई बहिष्कार समेत घोषणा गरेको अर्थ तपाईँहरूले अब चाहिँ तपाईँहरूको विरुद्ध लाग्ने जो विरुद्ध लाग्छन् उनीहरूलाई निषेध गरेर जाने ढङ्गको तपाईँहरू चाहिँ लागि पर्नुभएको हो? होइन, हामी निषेध गरेर अगाडि बढ्दैनौँ। उहाँहरूलाई चाहिँ कुरा के छ भन्नु भने हाम्रो केही जिल्लाहरूले उहाँहरूको प्रति उहाँले गरेको व्यवहारप्रति प्रतिक्रिया जनाएको मात्रै हो। त्यो सन्दर्भमा 11वटै जिल्लालाई जसले नेतृत्व गर्छ त्यसले गरेको निर्णय होइन यो। तर यो सन्दर्भमा एउटा अर्को कुरा प्रश्न पार्न चाहन्छु। कुनै बेला राज्यमा कस्तो हुन्थ्यो भन्नु होला भने बुद्धिजीवी जनजातिबाट को छ भन्यो भने पशुपतितिर भएको एकजना राईलाई सोध्नु भन्ने चलन थियो। आजभोलि होइन बुद्धिजीवी त फल्ना गुरुङलाई पो ल्याउनु पर्छ त भन्ने चलन बसेको छ। त्यो धेरै दिन रहने कुरा होइन। त्यसैले यो कुरा उहाँहरूले बुझ्नुहुन्छ। मैले योभन्दा धेरै भन्नुपर्छ जस्तो लाग्दैन मलाई यो सन्दर्भमा। तर जे प्रतिक्रिया जनताले जनाएको छ तल्लो स्तरबाट, जिल्लाबाट, कहीँबाट, त्यो उहाँहरू जस्तो बुद्धिजीवीले आफ्नो निहित स्वार्थको निम्ति जसरी इतिहासलाई बङ्ग्याउने प्रयास गर्नुभएको छ भने जिल्लामा कहीँ न कहीँ त्यस्तो प्रतिक्रिया त आउँछन् नि त, स्वाभाविक हो। तर युला छोजदी या गुरुङ समुदाय कसैलाई पनि निषेध गरेर जाने अभियानमा छैन। हाम्रो आन्दोलन भनेको लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन हो। हाम्रो आन्दोलन भनेको विभेदको अन्त गर्ने आन्दोलन हो। यो कुनै समुदायको विरुद्धमा लक्षित छैन भने कुनै एउटा व्यक्तिप्रति त लक्षित हुने कुरा नै आउँदैन नि। अब तपाईँहरू के गर्नुहुन्छ त? नाम राखिसकेको अवस्था, अब फेरि त्योभन्दा बढी मतले त्यो निर्णय गर्नुपर्ने होला भन्दाखेरि तपाईँहरूको चाहिँ नाम फेरि पनि तपाईँहरूको चाहिँ चाहेको अनुसारको तमान मगराट चाहिँ जोड्ने सम्भावना कतिको देख्नुभएको छ? होइन, एउटा कुरा के भन्नु होला भने जुन बेला राणाहरूले शासन गर्थे नि त्यो बेलामा कसले कल्पना गरेका थियो होला र चाहिँ 2007 साल फागुनको 7 गते देशमा प्रजातन्त्र आउँछ भनेर? कल्पना थिएन। जुन बेला पञ्चहरूले शासन गर्थे त्यो बेलामा तपाईँको 46 सालको जनआन्दोलन हुन्छ र त्यो सफल हुन्छ भन्ने कसले कल्पना गरेका थियो होला? त्योभन्दा धेरै ठुलो परिवेश छ। आदिवासी जनजातिहरू 4 नम्बर प्रदेशमा धन्दै 40% जति छन्। उनीहरूको आन्दोलन उनीहरूले चाहँदाखेरि 4 नम्बर प्रदेश बन्द गर्न सक्छ। 4 नम्बर प्रदेशमा लाखौंको जुलुस निकाल्न सक्छ। कुनै दललाई जिताउने र हराउनेमा पनि उनीहरूले पनि रोल गर्न सक्छ। त्यसैले मैले त्यो कुरा धेरै टाढा देख्दिनँ। हामीले फेरि पनि नजिकैको दक्षिणतर्फको छिमेकी मुलुकको उदाहरणलाई तपाईको टेलिभिजन मार्फत पेश गर्न चाहन्छु। आज गोर्खाल्यान्डको लागि कति लामो समयदेखि चाहिँ आन्दोलन भइराखेको छ। या चाहिँ तेलङ्गानै जुन प्राप्त गर्यो 1.5 वर्ष अगाडि त्यो कति लामो समयदेखि गरिरहेको। त्यसैले पहिचानको आन्दोलन चाहिँ आजको भोलि प्राप्त भइहाल्छ भन्ने पनि सोच्नु हुँदैन यो आन्दोलनकर्मीहरूले। अर्को कुरा, पहिचानको आन्दोलन भनेको चाहिँ फाइट टु फिनिसको आन्दोलन पनि होइन यो। जसरी पुरातन कम्युनिस्टहरू लड्थे नि त, हैन, कि मर्ने हो कि जनवादी व्यवस्था ल्याउने हो भनेर, या चाहिँ कुनै धर्मवीरहरू या चाहिँ तपाईको सैनिकहरू लड्छन् नि त कि मर्ने हो कि ल्याउने हो भनेर। त्यस्तो पनि होइन। त्यसैले म तपाईको टेलिभिजन मार्फत यो सन्दर्भमा के कुरा निवेदन गर्न चाहन्छु भन्नु होला भने आदिवासी जनसमुदाय कुनै पनि दलप्रति लक्षित गरेर उनलाई निषेध गर्ने पक्षमा छैन। कुनै पनि समुदायप्रति चाहिँ लक्षित गरेर उसलाई निषेध गरेर जाने पक्षमा छैन। हाम्रो कुरा हामीले बुझाउन नसकेको या चाहिँ उहाँले बुझ्न नजाएको कुरा चाहिँ के हो भन्नु होला भने जसले जातिवादी कुरा गरिराखेको छ नि, जसले एउटा समुदाय बाहेक अर्कोलाई सम्बोधन नै हुन भन्छ, जसले एउटा भाषा बाहेक अरू त आउनै हुँदैन भन्छ, त्यो चाहिँ सबैको साझा समुदायको साझा नेता अरे, साझा पार्टी अरे, साझा समुदायको कुरा गरेको छ अरे, जसले हामीले सबैलाई समेट्नुपर्छ भनेको हो नि त। आदिवासी जनजाति समुदायलाई पनि समेट्नुपर्छ भनेको हो नि त। एउटै मात्रै भाषाको राज हुनु हुँदैन भनेको हो नि त। एउटै मात्रै समुदायको राज हुनु हुँदैन भनेको हुन्छ। यो चाहिँ जातिवादी कुरा अरे।
यो केले भएको छ भने अहिले जुन मिडियाहरू जुन हिसाबले लागेको छ नि यो आफैमा यस्तोले के गर्छ भने झन् चाहिँ अतिवादी चाहिँ तपाईँको सङ्गठनहरूलाई प्रश्रय दिन्छ, अतिवादी सोचहरूलाई झन् प्रश्रय दिन्छ। किन भन्नुहोला भने लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार गरिएको दबावहरू, गरिएको अभ्यासहरू, गरिएको विरोधहरूलाई एकदमै तपाईँको चाहिँ कहीँ पनि चाहिँ सम्बोधन गर्ने प्रयास गरिँदैन भने के हुन्छ भने उसले हतियार उठाउने माध्यम चाहिँ खोज्न चाहिँ जान्छ। जहाँसम्म प्रदेश नम्बर 4 को सरकारको या व्यवस्थापिकाको कुरा छ, हामीले 3-4 महिनादेखि अगाडि त सडकमै कार्यक्रम गरेका छौँ, हजार मान्छेको चाहिँ जुलुस निकालेर या चाहिँ त्यो प्रेसर गरेका छौँ। कयौँ अगाडिदेखि चाहिँ तपाईँको यो सन्दर्भमा चाहिँ तपाईँको हाम्रो आवाजहरू चाहिँ सारा अन्तर्राष्ट्रिय जगतले समेत थाहा पाएको अवस्थाहरू छ। पहिलो संविधान सभा र दोस्रो संविधान सभाले किन नाम दिन सकेन भन्ने कुरा पनि त्यहाँ भएको मान्यजीहरूले राम्रोसँग बुझ्नु भएको छ त्यो सन्दर्भलाई पनि। र एकपटक पनि त्यहाँको व्यवस्थापिकाले, त्यहाँको सरकारले एकपटक पनि यसलाई कसरी सबैलाई मिलाएर जाने हो भनेर एकपटक पनि कल गरेको छैन। यसले कसरी चाहिँ तपाईँको द्वन्द्वलाई चाहिँ न्यूनीकरण गर्न बल बोल्छ। अर्को कुरा म भन्न चाहन्छु, त्यहाँको नेकपाको नेपाल कम्युनिस्ट पार्टी नेकपाको नेताले 22 गतेको दिन जुन दिन गण्डकी नाम घोषणा गरेको थियो सारा ठाउँमा 11वटै जिल्लामा दीपावली गर्नु भन्यो। कहाँ गर्यो त दीपावली? उहाँहरूले भनेको आदेश, कम्युनिस्ट पार्टीको नेताले भनेको आदेश कुनै पनि कम्युनिस्ट पार्टीको कार्यकर्ताले कुनै जिल्लामा मानेन। किन मानेन? उहाँहरूले सोच्नुपर्ने छैन कि उहाँहरूको पार्टी फेल भयो, कि उहाँहरूको च्यानल चाहिँ फेल भयो, कि हामीले गरेको निर्णय गलत रहेछ भन्ने त्यही उहाँहरूकै सर्कुलरले देखाउँछ नि। रेशमजी, अन्तमा तपाईँको भनाइ यो कुरा गराइ तपाईँको आन्दोलन यो सबै हेर्दाखेरि अब तपाईँको आन्दोलन यो दीर्घकालीन आन्दोलन भयो, यो तत्काल नपाउने आन्दोलन भयो, लामो समयसम्म जाने आन्दोलन भयो भनेर बुझ्दा केही फरक पर्छ? त्यो पनि हुनसक्छ, मनमा हामीले त्यो राखे पनि फरक पर्दैन। तर कुरा के हो भन्नुहोला भने मुलुकलाई यदि सबै नेपाली जनताको हो भन्ने साझा भावनाको विकास गरेर लाने हो भने यस किसिमको कदमलाई नसच्याएसम्म मुलुक समृद्धिको बाटोमा अगाडि बढ्दै बढ्दैन। र यो अहिले जहाँसम्म किन 6 नम्बर प्रदेशको सबभन्दा पहिले नाम राख्यो, त्यहाँ माओवादीले जितेको थियो नि त मुख्यमन्त्री, माओवादीको भागमा परेको थियो नि मुख्यमन्त्री। जहिले पनि जातीय पहिचानको कुरा गर्ने पार्टीले को मान्छे मुख्यमन्त्री भएको ठाउँमा किन पहिले गर्यो? त्यसपछि 4 नम्बरमा जहाँ आदिवासी जनजातिको कुनै बेला नेतृत्व गरेको मान्छे मुख्यमन्त्री भएको ठाउँमा किन गर्यो? यसको पनि केही सिम्बोलिक अर्थहरू छन्। केही चाहिँ तपाईँको राज्यको एउटा चाहिँ योजनाबद्ध सुनियोजित योजनाहरू देखिन्छ योबाट। त्यसैले त्यति म निराशा के छैन भन्नुहोला भने अरू कार्यकर्तालाई पनि आम जनतालाई के अपिल गर्न चाहन्छु भन्नुहोला भने हाम्रो आन्दोलन त्यति धेरै लामो समय लड्नुपर्छ जस्तो पनि लाग्दैन यो सन्दर्भमा। किनभने उहाँहरूलाई पनि रियलाइज के भएको छ भने कम्युनिस्ट पार्टीमा गरेको सर्कुलर कहीँ पनि मानेको छैन, के भएको होला भन्ने सोच्ने के त्यहाँ पनि चाहिँ तपाईँको सोचै नभएको मान्छे मात्रै होला नि त? यसले पनि प्रमाणित गरेको छ नि त, देखाएको छ नि त कि उहाँहरूले गरेको निर्णय त जनता पनि मान्न तयार छैनन्। खैर कतिलाई कहीँ लाग्न सक्छ भने नामले के हुन्छ र विकास गरे भइहाल्यो नि भने त्यसो हुँदैन। जुन बेलासम्म राज्यमा मेरो पनि भावनाको प्रतिनिधित्व गरेको छ राज्यले भन्ने बनाउन सक्दैनौँ हामी जनतालाई, त्यो बेलासम्म राज्यको विकास भनेको हुँदैन। किनभने द्वन्द्व भइरहेको छ, द्वन्द्वले चाहिँ तपाईँको समृद्धिको बाटो अँगाल्ने नै होइन। रेशमजी, तपाईँ आइदिनु भयो र यति धेरै कुराहरू राखिदिनु, यसको लागि धन्यवाद। फेरि भेटौँला। नमस्कार। जोजोलपा। हजुर, छ्याजल हजुर, तपाईँको टेलिभिजन मार्फत हाम्रो आवाजहरू जसरी आम जनताको बीचमा पुर्याउने अवसर दिनुभयो त्यसको निम्ति इन्डिजिनियस टेलिभिजन परिवार र तपाईँलाई म विशेष धन्यवाद दिन चाहन्छु। तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा खया खिची बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगु लोमंका दिमते नेवाला